ल वेलकम गाइस, हामी चाहिँ यो बर्दियाको धमिलो अमिलो यो खैरेनीको मानकिनार बडाइतल गाउँपालिका कुना काप्चामा छौँ। भ्यू काट्ने कार्यक्रम भइरहेछ। अलिअलि हेरिदिनु होला, कमेन्ट गरिदिनु होला, ज्यादा नहेरे पनि। यो छ भ्यू काट्न सुरु भयो। गाईहरू हुन् कि भैँसीहरू हुन्? आमा त ठ्याक्कै बोल्ने हुनुहुन्थ्यो, बोल्नै हुन्न अहिले। तिमीलाई त 8 बज्छ अब त्यो रोप्दा रोप्दै। ऊ पारीबाट ल्याएको है यो रोपेर है? ऊ पारीबाट त्यो होइन पारीको? अब त यहाँबाट ऊ पारीसम्म छ। यो त 4-5 दिन लाग्छ रोपाइ गर्नु। बिउ मलाई उकालो लगाउनु के, म उखालिहाल्छु एकैछिनमा। म दिनमा आउने भन्ने प्रोग्राममा थिएँ, बोले गाउँले बिगारे मलाई। बिहान मन्दिर गएँ, त्यहाँबाट बोले गाउँ गएको। यो पाल्टी होइन, अरू पाल्टी हो। तगरासित रोपाइ हुँदैछ। असार लागिसक्यो। साउनसम्म चाहिँ, साउनको 15-20सम्म यहाँ रोपाइ कार्यक्रम। पुरा मौसम पनि अन्धेरो। यो बर्दियामा यसरी चाहिँ रोप्ने कार्यक्रम हुन्छ। कति छिटो रोपे हुन् के। तीन जनी मात्रै यो पुरै खेत रोपिदिएको। उताबाट लिएर त्यहाँबाट लिएर 3 जनाले मात्रै यो रोप्दै गयो। अहिले लास्ट खेतमा 3 जनी मात्रै छ नि।